सम्पूर्णमा नमस्कार। म भूपाल सिंह राई। जेनजी आन्दोलन पश्चात बनेको सरकारले नेपालका प्रतिष्ठित ठुल्ठुला उद्योगहरूलाई बत्ती कटौती गरिरहेको छ। त्यसको कारणले ती उद्योगहरू, ती कम्पनीहरू धमाधम बन्द हुने स्थितिमा छन्। नेपाल विद्युत प्राधिकरणले ती उद्योगहरू बन्द गरेका उद्योगहरूबाट महसुल उठाउन बाँकी छ भनेर पटक पटक भनिरहेको र उद्योगीहरूले अहिलेसम्म नतिरिरहेको स्थिति भएकोले विद्युत प्राधिकरणले ती उद्योगहरूलाई बन्द गरेको भन्ने बुझाइ छ। यो विवादित विषय किन भनिरहेको छ, उद्योगीहरूले किन महसुल तिर्न मानिरहेको छैन भन्ने कुरा बुझ्नको लागि डेडिकेटेड र ट्रङ्क लाइन के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। डेडिकेटेड लाइन भनेको चाहिँ कुनै स्पेसिफिक कुनै एउटा कम्पनीको लागि बिजुली आपूर्ति गर्न बनाइएको हाई भोल्टेजको छुट्टै लाइन हो। र ट्रङ्क लाइन भनेको पनि त्यस्तै हो। कुनै स्पेसिफिक एरिया, कुनै क्षेत्र वा कुनै उद्योग या कम्पनीको लागि बिजुली आपूर्ति गर्नका लागि बनाइएको छुट्टै एकदम हाई भोल्टेजको लाइन हो, जुन लाइनबाट त्यो स्पेसिफिक कम्पनी, उद्योग या क्षेत्रलाई मात्रै बत्ती आपूर्ति गरिन्छ। त्यसबाट अन्य सर्वसाधारणले बत्तीको उपयोग गर्न पाइँदैन। त्यसरी नेपाल सरकारले अथवा विद्युत प्राधिकरणले छुट्टै डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति गरे बापत प्रिमियम ट्यारिफ भनिन्छ, त्यो सेवा बापत छुट्टै महसुल, अलि बढी महसुल लिने गर्छ। त्यो कति प्रतिशत भनिन्छ, अलि बढी महसुल लिने गर्छ। भनेपछि उद्योग या कम्पनीहरूले आफूले डेडिकेटेड र ट्रङ्क लाइन, जुन स्पेसल लाइनबाट बत्तीको आपूर्ति गरिसकेपछि, बत्ती उपभोग गरिसके पछाडि उनीहरूले त्यो महसुल टाइममा तिर्नु पर्थ्यो। तर नेपाल विद्युत प्राधिकरणको भनाइअनुसार त्यो महसुल उनीहरूले तिरेका छैनन्। तर नियमित रूपमा तिर्नुपर्ने जुन महसुल छ त्यो चाहिँ तिरिरहेका छन्। यसरी बुझ्नु पर्यो। र विशेष गरेर यो डेडिकेटेड ट्रङ्क लाइन चाहिँ 2060 देखि 2072 सालसम्म नेपालमा लगभग 18-20 घण्टासम्म लोड सेडिङ थियो। त्यो लोड सेडिङको बेला पनि नेपालका ती प्रतिष्ठित उद्योगहरू बन्द नहोस् भन्नका लागि, लोड सेडिङले असर नगरोस् भन्नका लागि उनीहरूले छुट्टै डेडिकेटेड र ट्रङ्क लाइनबाट बत्तीको आपूर्ति गरिन्थ्यो। अब 72 साल पछाडि 73 सालमा बाट नेपालमा लोड सेडिङको अन्त्य भयो भनेर घोषणा गरियो। 73 सालबाट लोड सेडिङको अन्त्य भइसके पछाडि पनि डेडिकेटेड ट्रङ्क लाइनबाटै ती पहिला प्रयोग गरिरहेका कम्पनी र उद्योगहरूले बत्तीको आपूर्ति गरिरहेका छन्। किनभने लोड सेडिङ नहोस् भन्नलाई पनि एउटा, र अर्को चाहिँ बत्तीको भोल्टेजको स्थिरताका लागि पनि, जुन फ्लक्चुएसन लो हाई हुन्छ त्यो नहोस् भन्नका लागि पनि, बत्तीको स्थिरताको लागि पनि, बत्तीको पावरको स्थिरताको लागि पनि ती उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनबाटै आफ्नो बिजुलीको आपूर्ति गरिरहेका छन्। अब यसमा ठ्याक्कै के बुझ्नु पर्यो भन्दा,
जुन चाहिँ लोड सेडिङको अन्त्य भइसक्यो भनेर सरकारले घोषणा गरिसके पछाडि ती उद्योगहरूलाई डेडिकेटेड र ट्रङ लाइनबाट छुट्टै बत्तीको आपूर्ति गरिरहेको भए तापनि जुन चाहिँ प्रिमियम शुल्क लिनुहुन्न, हामी तिर्दैनौँ भन्ने एउटा उद्योगीहरूको एउटा जिकिर छ। र अर्को चाहिँ 73 सालभन्दा अगाडि जुन 60 देखि 72 को बीचमा ती उद्योगीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको प्रयोग गरे। त्यो बेला कुलमान घिसिङ विद्युत प्राधिकरणको एमडी हुनुहुन्थ्यो। उहाँले सही समयमा ती प्रिमियम शुल्कको लागि उद्योगीहरूलाई बिल बुझाएन, हामी बिल पाएनौँ, बिल नपाइसकेपछि हामीले नतिरेको भनेर भनिरहेका छन्। अब ठ्याक्क दुईवटा कुरा यहाँ छ। एउटा लोड सेडिङको समयमा 60 देखि 72 भित्रको समयमा नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई सही समयमा बिल बुझाएन, यसैले हामीले तिरेनौँ भन्ने उनीहरूको जिकिर छ भने 72 पछाडि 73 सालदेखि लोड सेडिङको अन्त्य भइसक्यो, सरकारले लोड सेडिङको अन्त्य भएको घोषणा गरिसके पछाडि हामीले किन अतिरिक्त शुल्क तिर्ने भनेर यी दुईवटा कुरामा उद्योगीहरूले आफ्नो अडान राखेका छन्। यसो भन्दै गर्दा उनीहरूले नियमित शुल्क तिरिरहेका छन्, मात्रै डेडिकेटेड ट्रङ्क लाइनबाट बत्ती प्रयोग गरे बापत तिर्नुपर्ने प्रिमियम शुल्क उनीहरूले तिरेनन्। अब यही विषयलाई लिएर अहिले सुशीला कार्की सरकारले ती उद्योगहरूलाई धमाधम बत्ती कटौती गरिसके पछाडि अब के समस्या हुन्छ त? अबको समस्या के हो भन्दा उद्योगीहरूलाई त समस्या छँदैछ, त्योभन्दा बढी ती उद्योगहरूमा सयौँको सङ्ख्यामा मजदुर गरिरहने सर्वसाधारणको रोजीरोटी खोसियो, उनीहरू बेरोजगार भयो। अर्को कुरा, ती उद्योगहरूले नेपाल सरकारले तिर्नुपर्ने ट्याक्स अब तिर्न सक्दैनन् अथवा तिर्नु पर्दैन। नेपाल सरकारले ट्याक्स प्राप्त नगरिसके पछाडि आर्थिक हिसाबले पनि सरकारले असर गर्छ। यो सँगसँगै अर्को समस्या के हुन्छ भन्दा जस्तै नेपालमा सिमेन्टको उत्पादन भएन, नेपालमा रड निर्माण भएन, यस्तै भयो भने हामीले छिमेकी मुलुकबाट विदेशबाट हामीले ती आवश्यक वस्तुहरूको हामीले आयात गर्नुपर्छ। त्यसो गर्दा के भयो भन्दाखेरि हामी महँगो शुल्क तिर्नुपर्ने हुन्छ। अब नेपालमा महँगी बढ्दैछ, बेरोजगारी बढ्दैछ, असुरक्षा बढ्दैछ। ती बेरोजगार भएका मान्छेहरू सडकमा निस्कन्छन्, बेरोजगारी बढ्छ। त्यसपछि के हुन्छ भन्दाखेरि यो मुलुकमा अस्थिरता झन बढ्दै जान्छ। यसै गरी नेपालमा एकदमै राम्रो व्यापार व्यवसाय गरिरहेको नेपालको एउटा प्रतिष्ठाको रूपमा चिनेको सुपर मार्केट भाटबटेरी सुपर मार्केट को हाल अहिले एकदम नाजुक छ। जेनजीको नाममा लुटपाट गरिएको छ, आगजनी गरिएको छ। हिजोको डेटा हेर्ने हो भने भाटबटेरीले सबैभन्दा बढी नेपालमा राजस्व बुझाउँथ्यो। विदेशमा कसो गर्छन् भन्दा सबैभन्दा बढी राजस्व बुझाउने कम्पनी र कम्पनीको मालिकहरूलाई चाहिँ एकदम प्रतिष्ठित तरिकाले सरकारले सम्मान गर्छ, नागरिकले सम्मान गर्छ। तर नेपालमा त त्यस्तो स्थिति भएको छैन। यसैले गर्दाखेरि तपाईँ हामी सर्वसाधारणले पनि होमा हो मिलाउनु भन्दा पनि के राइट हुँदैछ र के रङ हुँदैछ हामीले सतही बुझाइमा बुझ्नुभन्दा पनि इन डेप्थमा डिटेल्समा बुझेर भइरहेको के छ भन्ने कुराको अध्ययन गर्नु आवश्यक छ। र अध्ययन गरिसकेपछि आफ्नो एउटा पर्सेप्सन, एउटा धारणा निर्माण गरेर सामाजिक रूपमा आफ्नो धारणालाई अभिव्यक्त गर्दाखेरि चाहिँ अरूले पनि सही कुरा, सही सूचना पाउन सक्छन् भन्ने लाग्छ। यसैले गर्दाखेरि मैले यसरी मेरो आफ्नो कुराहरू राख्नको लागि मैले यो भिडियो रेकर्ड गरेर सोसियल मिडिया मार्फत मैले पोस्ट गरिरहेको छु।